आज चाहिँ हामी अब पदम शमशेर जबराको चाहिँ कुरा गर्छौँ है। पदम शमशेर जबरा। पदम शमशेर जबराको कुरा चाहिँ आज हामी चाहिँ गर्छौँ है। अब चाहिँ यसको कार्यकालको कुरा गरौँ हामी सबभन्दा पहिला पदम शमशेर जबराको कार्यकाल है। यसको कार्यकालको कुरा गर्छौँ भने हामी विक्रम सम्वत 2002 बाट विक्रम सम्वत 2005 सम्म रहेको थियो है। विक्रम सम्वत 2002 देखि लिएर विक्रम सम्वत 2005 सम्म रहेको थियो। त्यस्तै चाहिँ पदम शमशेर जबरालाई रुन्चे प्रधानमन्त्री भनिन्थ्यो है। रुन्चे प्रधानमन्त्री भनिने है। रुन्चे प्रधानमन्त्री भनिने। त्यस्तै चाहिँ स्कुलका पिता भनेर चाहिँ पदम शमशेर जबरालाई चिनिन्छ है। स्कुलको पिता है। स्कुलको पिता भनेर चाहिँ चिनिन्छ। त्यस्तै चाहिँ पद्म कुन स्कुल थियो भन्दाखेरि पद्मोदय है। पद्मोदय र त्यसपछि चाहिँ एउटा थियो कन्या मावि। पद्मोदय हाई स्कुल र कन्या मावि को स्थापना गरेको है। त्यस्तै चाहिँ म राष्ट्रको नोकर हुँ भन्ने है व्यक्ति। म राष्ट्रको नोकर हूँ भन्ने व्यक्ति आफू चाहिँ राष्ट्रको नोकर चाहिँ भन्ने गरिन्थ्यो है। त्यस्तै चाहिँ अर्को कुरा गर्छौँ भने सर्वसाधारणलाई है रेडियो राख्ने अनुमति दिएको है। सर्वसाधारणले रेडियो राख्ने व्यवस्था है। त्यस्तै चाहिँ नेपाल सरकार वैधानिक कानुन 2004 है। नेपाल सरकार वैधानिक कानुन 2004 जारी गरेको है। त्यस्तै चाहिँ हप्तामा 3 पटक गोरखापत्र चाहिँ प्रकाशन है। गोरखापत्र हप्तामा 3 पटक प्रकाशन। त्यसपछि चाहिँ हामी कुरा गर्छौँ भने यो पदम शमशेर जबरा भनेको तेस्रो पुस्ताको चाहिँ प्रधानमन्त्री है। राणा जुन हामी 3 पुस्ता प्रधानमन्त्री बन्यो त्यो तेस्रो पुस्ताको है। तेस्रो पुस्ताको राणा प्रधानमन्त्री। तेस्रो पुस्ताको चाहिँ राणा प्रधानमन्त्री है। त्यस्तै चाहिँ प्रौढ शिक्षाको चाहिँ सुरुवात गरेका थिए है। त्यस्तै चाहिँ सर्वसाधारणका लागि बिजुलीको व्यवस्था है। सर्वसाधारणका लागि बिजुलीको व्यवस्था
है सर्वसाधारणको लागि चाहिँ बिजुलीको चाहिँ व्यवस्था। त्यस्तै चाहिँ जयन्तु संस्कृतम आन्दोलन यसकै पालामा चाहिँ भएको थियो है। र त्यस्तै चाहिँ अझै हामी यसको बारेमा कुरा गर्छौँ भने काठमाडौँ म्युनिसिपालिटीको चाहिँ स्थापना गरेको थियो है। यति कुरा चाहिँ बुझ्नु जरुरी छ यसको बारेमा है। अब चाहिँ हामी अगाडि बढौँ।